मिठो ए झोला त हाम्रो बाहिरको छ जाउँ न चाउर पाउँछ त्यही नुहाउनु पर्छ मिर्च भाले पक्र है सुभाष घरै लगेर के अरे सुप बनाउनु पर्छ कल्चेरी सत्र र झ्याल भएर तपाईँलाई यस्तै ठाउँ मनपर्छ होइन पुरानो टाइपको हाम्रो नडा घर रिसोर्ट हो ट्रक फार्म बोजू यहाँ कतिवटा माछा छ कतिवटा माछा छ यहाँभित्र एक्सक्युज मी चाहिँ हामी माछा छान्नु आएको गतिलो माछा ट्राउट माछा होइन त सर कति पिस गरौँ अन्जान हुनुहुन्छ 2 किलो लान्न 2 किलो हाल्दिनु न 7-8 पिस छ 8 पिस 9 पिस गरौँ कि 8 पिस 8 पिस पुग्छ होला है किलोको हजुर 2 किलो अलि So here is our Mr. Subhas catching some fish, the fresh fish. पुग्दैन है ट्राउट फिस Yeah. हजुर हजुर साहब हो अनि हजुर चाहिँ हामी मुक्तान तल अहिले छैन सर अरे पहिरोले गर्नु अघि सर कौन वो प्लीज आ जा खाई ला ट्राउट माछा यो त पक्का गाउँ हो नि खाइदिउँ यो कुकुर फेरि मुला माथि चढ्न सक्दैन होला त यो कुकुरले हेरिरहेछ फेरि त्यो बारी पनि सबै मोक्सानकै हाम्रो दाजु भएकै हो ओ कति ठुलो लडा गयो देख्नै पाएन खिच्नै पाएन खै के हो त्यो Landing. खेदाएको हो कि के हो कागले खेदा जस्तो लाग्छ छ त्यहाँ छ ब्ल्याक काइटलाई यसले के अरे त्यसको नाम के हो यहाँ ठुलो कुकुर छ टोक्दैन है कुकुरले बाजेले फेरि धेरै ल्याउनु भयो हाम्रो आरु ए कति धेरै
एउटा चाखौँ मिठो मिठो ए झोला त हाम्रो बाहिर पो छ जाउँ न ताजा ताजा आलु अब पछि अब यो 2-4 दिनमा त यो सबै छर्छ होइन यो ठिकै छ अहिले खानु भाइ तपाईँको यो भिडियो युट्युबमा राखिदिन्छ है हेर्नु हामी साथी सङ्गी सबै आलु यहाँ बेस्ट आलु पाउँछ किन्नु आउनु पर्छ मिर्च है गुड डे टुडे हजुर बाजे आजको भिजिट कस्तो आजको भिजिट एकदम रमाइलो भयो माछा खायौँ 3-4 केजी कस्तो रमाइलो भयो इन्जोय गरियो होइन के अरे यो ठाउँको नाम लेले भारदेव के अरे के खोला भन्थे खोलाको नाम छ यसको के पो छ बालु खोला बालु खोला बाजेले ड्राइभिङ गर्नुभएको स्कर्पियोमा गाडीमा कस्तो भयो ड्राइभरको आज कस्तो थियो राम्रो थियो कि चलाउने राम्रो थियो बाजेको दुईचोटि मात्रै अलिक घुक भयो अरू सबै राम्रै थियो राम्रै थियो हजुर त्यस्तो सेफली आइपुग्यो अनि एकदम यहाँ हामीले 200 रुपियाँमा 3 केजी जस्तो that's all for only 200 केजी छ नि यहाँ धेरै केजी छ यहाँ मिठो फेरि आम भनेर जस्तो लाग्यो अब चाहिँ घर फर्किँदै गरेको है भाउजू ममता गोप्रोको युज गर है गोप्रोको हजुर गोप्रो प्रयोग गरिँदैछ हाम्रो मान्छे जलाउने ठाउँ होला भनेको रागा काट्ने ठाउँ रहेछ यहाँ यो किन राखेको रे रागा काट्दा गाउँहरूमा पहिला यस्तै गर्थ्यो यहाँ पनि यस्तो ओ दाँत भारदेव यस आज चाहिँ आरु बोक्रा लिन गएछ सबैजना अनि एउटा सर्ट छोटो मिठो भिडियो खिचिदिनु खोजेको सबैजना एकदम खुसी छ आरु बोक्रा पाएर त्यहाँ पम्प पनि गरिरहेछ सुभाष सो यो अहिले चाहिँ हामी सर्बतिर छौँ ललितपुरबाट जम्मा 20-21 किलोमिटर मात्रै हो है